सर्वप्रथम यहाँहरू सबैलाई हाम्रो हार्दिक नमस्कार। आज हामी थानीमाई मन्दिर भानु नगरपालिकाको एउटा आदर्शको ठाउँमा आइपुगेका छौँ र आज यस ठाउँमा आइपुग्दा हाम्रा यही थानीमाई मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापा हाम्रो सामु हुनुहुन्छ र यस थानीमाईको उत्पत्ति कसरी भयो, यसको व्यवस्थापन कसरी छ अनि यसका गर्नुपर्ने कुराहरू के छन् आदि विविध विषयमा चाहिँ हामी उहाँसँग चाहिँ जानकारी लिने प्रयत्न गर्नेछौँ र सर्वप्रथम त म जीवनजीलाई हार्दिक स्वागत गर्न चाहन्छु। नमस्कार, धन्यवाद। जीवनजी, यो थानीमाई मन्दिरको उत्पत्ति कसरी भयो र कहिलेदेखि यहाँ चाहिँ यो पूजा व्यवस्थापन सुरु भयो, यसको बारेमा छोटो बताइदिनु न। यो तपाईको 1825बाट सुरुवात भएको र यहाँ चाहिँ तपाईको यो भिक्षु रूपमा माग्दै आउँदै गरेको आमा छोरी आउँदाखेरि यहाँ चाहिँ यो चैत महिनाको समयमा हावाहुरी भएर यहाँ स्थानीय बासिन्दामा चाहिँ यो रोग महामारी रोग हैजा रोग फैलेको हुनाले उहाँलाई उहाँ बस्नु नभएर अनि यहाँ तपाईँ यो हामी सिमतारा भन्छौँ तर भिन्सिलपाती फेदमा उहाँहरू आमा छोरी बस्नु भएछ बास। अनि बास बस्दाखेरि उहाँहरू त्यही बिलाप पतन भयो भनौँ न। हजुर, त्यहाँ पतन। अब यो यहाँ चाहिँ त्यो बेलामा महामारी फैलिएको थियो, रोग कुनै हैजा अथवा औल के थियो त्यस्तो अब फैलिएको हुनाले उहाँहरू चाहिँ घरमा नबस्नुहोस्, तपाईँलाई पनि रोग लाग्छ, कमसेकम टाढाबाट आउनु भएको छ, दुःख कष्ट नसहनु होला, बरु नजिकै कुनै ठाउँमा गएर बास बस्नुहोस् भनेर भन्दा उहाँ चाहिँ केही यो भीमसेनपाती अर्थात् धुर्सेलीको बोट सिमतारा के भनिन्छ, सिमतारा हामी यहाँ स्थानीय चाहिँ सिमतारा भन्छ। हजुर, कतै कतै चाहिँ भीमसेनपाती भन्छ यो उहाँहरू त्यो रूपमा चाहिँ बास बस्नुभयो। हजुर, बास बसेपछि उहाँ बिलाप हुनुभयो पतन। अनि त्यो दिन ठुलो असिना पानी हावाहुरी आयो भन्छ नि, हो र? एकदम हो, त्यो पनि भएको हुनाले उहाँ अनि त्यो असिना पानी थेग्न नसकेर बिलाय हुनुभएको कि अब त्यो चाहिँ उहाँहरू पतन भयो भन्ने हामीलाई अब पहिलेकै बुढाले भन्नुभएको हुनाले हामीले त्यो उयो हो। त्यसपछि भिक्षुको रूपमा आइपुग्नु भयो क्रममा यहाँ आइपुग्नु भयो। अब यो लमजुङबाट आउनुभयो कि मनाङबाट आउनुभयो भन्ने चाहिँ हल्ला सुनेको होइन। भोट मनाङ भोट अथवा मुस्ताङ भोट आमा छोरीले यो भिक्षु रूपमा माग्दै हिँड्ने क्रममा यहाँ आइपुग्दा अब चैत महिनाकोमा हावाहुरी असिना पानी आएको र महामारी फैलेको यहाँ स्थानीय बासिन्दा बास घरमा महामारी रोग फैलेको हुनाले उहाँ चाहिँ यहाँ सिमतारा तथा भिमसेनपाती फेदमा चाहिँ बास बस्नुभयो र बास बसेपछि उहाँ त्यही पतन बिलाप हुनुभयो र भएपछि त्यो सपना फल मिल्ने व्यक्तिको नाम चाहिँ आउँछ होला। यही स्थानीय बासिन्दा जमल सिंह पाटा मगरज्यूलाई सपनामा परिचय दिनुभएछ र के भनिदिनु भयो उहाँले? उहाँले चाहिँ के भने म थानी देवी हो, मलाई सोमबार चोखो नितो गरेर सत्यनारायण पूजालाई भोलिपल्ट मङ्गलबार पञ्चबाज सहित फुलको डोली भनेर यो तोरण चढाउनु भनेर चाहिँ उहाँलाई सपनामा दिनुभयो र उहाँले अब भनेपछि उहाँको अब भने यो रोग सोग निको यस्तो उहाँले चाहिँ भनौँ त्यस्तो चाहिँ उहाँलाई सपना दिएपछि त्यही जमासिंह पाटा मगरबाट नै यो सुरुवात भएर अहिलेसम्म यहाँसम्म आइपुग्यो। मैले एउटा कुरा सुनेको थिएँ, यहाँ के अरे रोग व्याधि फैलिएपछि यहाँका बासिन्दाहरू अब यो ठाउँमा बस्न सकिँदैन भनेर अन्यत्र कतै बसाइ सर्न लाग्नु भएको थियो भन्ने कुरा के सत्य हो? अब त्यो चाहिँ मलाई त्यति थाहा भएन, अब त्यो कुरो सत्य तथ्य के छ भन्ने कुरो हामीलाई अब अनि थानीमाईले चाहिँ तिमीहरू बाहिर नसर, तिम्रो चाहिँ के अरे मलाई चाहिँ यो के अरे सोमबार पूजा गरे अनि मङ्गलबार चाहिँ के अरे फुलको डोली चाहिँ तोरणहरू टाँग्यो भने तिमीहरूलाई त्यसै रोग निको हुन्छ, सर्न पर्दैन भनेर भन्नुभयो। आफ्नो मनोकांक्षा पुरा हुने अब भन्नाले यहाँ धेरै कुराहरू इन्डियाबाट पनि एउटा मधेसी भनौँ न त्यो इन्डियनवासी हजुरले पनि यहाँ आएर तपाईँको यो मन्दिरमा लगभग 3 वर्ष हो। उहाँ चाहिँ छोरा नगरे यहाँ मन्दिरमा आएर भक्कल गरेर छोरा पारेर छोरा पनि लिएर आएर इन्डियाबाट लिएर आउनु भएको भने चाहिँ त्यसमा पनि भएको त्यति कल्पना चाहिँ उहाँबाट मेरो छोराछोरी होस् भनेर चाहिँ उहाँहरूको के अरे वाकाल अनुसार कर्म पुरा भएर हजुर पूजा गर्न यहाँ आउनुभयो इन्डियादेखि। इन्डिया हजुर यहाँ कामको सिलसिला यहाँ आउनुभयो। एउटा कुरा सोधिहाल्नु है त, यो आजभन्दा लगभग 7-8 वर्ष पहिला थानीमाई बसन्तपुरको थानीमाई बन्दीपुर बसाइ सर्नु भयो भन्ने कुरा सुनेको थिएँ नि मैले, के यो हो र? यो तपाईँले एकदम 14 सालतिर कुरो हो यो जस्तो लाग्छ। हजुर, अब एउटा अब हुन त त्यो आकाशमा त्यो ताराहरू गाएर हुन्छ नि त, हामी आकाश तारा झर्ने जस्तो हो। उहाँले चाहिँ अब त्यो चाहिँ गर्नुभयो
यो वास्तवमा थानी उहाँ सर्यो भन्नुहुन्छ त्यो होइन त्यो होइन तपाईँको त्यहीँकै बासिन्दा ल्याउनुहुन्छ यहाँ डोली अनि मैले उहाँलाई सोध्छु अनि तपाईँको थानी बन्द बन्दीमा छ भन्दाखेरि उहाँ एकजनाले भन्नुभयो भित्रले हामी पुरानै थलो कहाँ घर भने हामी पुरानै थलो आउँछ भनेर उहाँले भन्नुभयो र यहीँ आउनुभयो यहीँ हुनुहुन्छ अहिले यही उहाँले चाहिँ यहीँ कुद्नुभयो भनौँ न हजुर त्यति ठुलो अब लगभग यहाँ चाहिँ आज कति डोली आयो होला आज चाहिँ यो मङ्सिरको पहिलो हप्ता 2 गते आज 11 डोली भयो अहिलेसम्म 11 डोली अहिलेसम्म भइसक्यो बढीमा कति डोली भित्रिएको छ र अब न्यूनतम कति हुने गर्छ बढीमा भन्नाले यो 72 सालमा चाहिँ मैले पामा 115 सम्म भयो 115 भयो नत्र त म्याक्सिमम 98 95 92 चाहिँ निरन्तर आएको जस्तो भइरहन्छ कार्तिक र माघमा बढी आउँछ हजुर अरू महिना चाहिँ अरू महिनामा चाहिँ त्यस्तै आज 8-9 डोली 10-15 डोली यस्तो मात्रै हुन्छ अनि अब यो पूजा अब यहाँ चाहिँ प्रायः जस्तो कार्तिक र माघमा हुन्छ अरू महिना चाहिँ त्यति हजुर पूजाको प्रचलन छैन भन्ने कुरा सुनिन्थ्यो होइन बाहिरमा चाहिँ 12 महिना पूजा हुन्छ कि एकदम राम्रो यो हाम्रो यहाँ सोमबार एकादशी मन्दिर ढ खोलिन्न हजुर अनि हाम्रो यहाँ 16 सदमा पनि खोलिन्न दसैँ ठुलो दसैँको हजुर र श्रावण महिनाभरि खोलिन्न श्रावण महिनाभरि खोलिन्न अनि प्रत्येक महिनाको यो कोरी पूजा हुन्छ नि त्यो गरिन्छ हाम्रो यो श्रावण महिना बाहेक प्रत्येक महिनाको पहिलो हप्ता मङ्गलबार चाहिँ हाम्रो निम पूजा गरिन्छ यहाँको बासिन्दा पहिलाको भनौँ न 1 2 3 गाविस बस्नुको गाविसले 1 2 3 ले हामी प्रत्येक घरबाट धुरीबाट चाहिँ धुपो क्षेत्र ल्याएर यहाँ हामी चाहिँ 12 आना त्यो दिन काम गर्दैनौँ 12 आना भन्नाले कुन दिन पूजा गर्छ सोमबारै पूजा गर्छ हामी मङ्गलबारै पूजा गरिन्छ यदि मङ्गलबार यहाँको हाम्रो यो बस्तीहरू छ नि मगर बस्ती छ हैन यहाँ थापाहरूको बस्ती छ दलितहरूको बस्ती छ नेहारको बस्ती छ अब यहाँ मल्लहरू पनि के अरे ठकुरीहरू पनि बस्ती भयो जस्तो लाग्छ थियो तल छेत्रीहरू छ यता अनि बाहुनहरू पनि होला नि हैन सबै जातिहरू एकदम सबै अनि कसैको यो सर्दम यो तल्लो यो माथिल्लो जातको भनेर छुट्याउने चलन छैन यहाँ चाहिँ छुट्टिदैन हामी चाहिँ यहाँ सबै बराबर हाम्रो यहाँ चाहिँ सबैले चाहिँ दर्शन गर्न जातकोले पाइन्छ यहाँ चाहिँ मैले पहिला पटक आइरहँदाको अवस्थामा यहाँ खानेपानीको बहुत समस्या छ भन्ने सुनेको अनि यो खानेपानीको समस्या निदान भयो कि जस्ता तस्तै छ एकदम यो पहिला चाहिँ यो मान्छेबाट बोकेर ढुवानी गर्न पानी एकदम यहाँ गाउँघरमा त पानीको मुहान पनि अझै सानो सुक्ने र अहिले चाहिँ हाम्रो यो लिफबाट हजुर लिफबाट खानेपानीको कति लाखको योजना पर्यो कि करोडकै हो यो कति सालमा तयार गरियो यो 95 यो लगभग 72 सालमै उद्घाटन भएको नेपाल सरकारले लगानी गर्यो हजुर नेपाल सरकारबाट लगानी गर्यो 72 सालको भूकम्प जानुभन्दा अघिल्लो दिन शुक्रबार उद्घाटन गर्यो शनिबार भूकम्प गएको अनि यहाँ अब हजुरहरू दिन रात खटिनु भएको छ होइन मन्दिरको लागि भनेर पूजा व्यवस्था अनि यहाँ काम गर्नेहरूको लागि स्वयंसेवकहरूको लागि मन्दिरको तर्फबाट केही त्यस्तो पारिश्रमिक उपलब्ध गराउने व्यवस्था छ हाम्रो यहाँ चाहिँ त्यस्तो व्यवस्था यो पारिश्रमिक छैन हाम्रो यो भनेको मन्दिरले यहाँ दिने भनेको चिया दिने यहाँ चाहिँ चिया मात्रै दिन्छ समितिलाई अरू सब हामी सेवा हो यो सबै समिति र हाम्रो सेवा नै हो अनि पहिला मैले यो मन्दिर देखाएँ यो माथि गजुर राख्नु भएको छ अहिले हजुर पहिला यो गजुर थिएन यहाँ यो के अरे बिचको भागमा चाहिँ छाना भएको भए बाहिर छाना भएको भने बिच भाग खुल्ला थियो अहिले गजुर राखिएको रहेछ यसमा थानी माईको केही जस अबजसका कुराहरू सुन्नु परेको छैन यो चाहिँ हामीले यो बिचमा हाम्रो खुल्ला नै छ यो किन त यो थानी माईलाई चाहिँ यो माथि आकाशको पानी चाहिँ छिर्नुपर्छ क्या भनेर हाम्रो पहिला बुढाबाले भनेर हाम्रो त बिचमा खुल्लै छ त्यो ढाकेको छैन हाम्रो खुल्लै छ गजुर छ गजुर त तर यो बिचमा देखेको यतापट्टि साइडमा हाम्रो खुल्ला छ ओपन छ त्यहाँ चाहिँ ओपन छ हजुर खुल्लै छ होइन यो हाम्रो प्रकृतिप्रति अनुसरण गर्ने अब चाहे छेत्री हुन् चाहे मगर हुन् चाहे गुरुङहरू हुन् सबैले हजुर पूजा गर्ने पहिलो चलन मन्दिर भन्ने चलन थिएन थान भन्ने चलन थियो होइन थानमा चाहिँ के माथि आकाश ढाक्नु हुँदैन भन्ने मान्यता थियो तर त्यो गजुर देख्दाखेरि कता
हाम्रो परम्परालाई बिर्सिएको हो कि जस्तो लाग्यो के पहिला थियो यो खुल्लै थियो हजुर यो लगभग यो पहिला लगभग 53-54 समितिहरूले चाहिँ यो सहरी विकासबाट चाहिँ योजना पारेर उहाँले गजुर अब हुन्छ नि धेरै कुरो अब मन्दिर बिना गजुर भन्ने कुरो भएको हुनाले अनि पहिलाको समितिहरूले चाहिँ सहरी विकासबाट कति बजेट त्यस्तै कति 10,000 त्यो जमाना पारेको हुनाले त्यतिखेर सुरुवात भएको गजुर हाल्न अब यहाँसम्म आउनलाई बाहिरबाट अब जस्तै हजुरले इन्डिया पनि सम्झिनु भयो होइन धेरै त हाम्रो तनहुँ लमजुङ काठमाडौँ चितवनतिरका चाहिँ भक्तालुहरू यहाँ आउने गर्छन् हजुर। आउँदा यातायातको त्यस्तो सुविधा असुविधा के भयो भन्ने कुरा यहाँ समस्या राख्नु भएन अब सबभन्दा मेन त यो बाटो यहाँसम्म आउनलाई बाटोको एकदम यो चाहिँ बाटो समस्या छ तपाईँको यो बर्खामा यहाँ बाटो गाडी आउन सक्दैन बाटोको चाहिँ एकदम समस्या छ सबभन्दा मेन भनेको यहाँ जसमा आउने भनेको यहाँ स्थानीय समितिमा बाटोकै सम्बन्धी अब आउँछ हाम्रो देशको राष्ट्रपति हुनु राष्ट्र मुलुकको सर्वोपरि व्यक्ति रामचन्द्र पौडेल यही क्षेत्रको हुनुहुन्छ झन्डै 30 वर्ष त उहाँ सांसद पनि हुनुभयो शङ्कर भण्डारीको घर पहिला त यो एउटै गाविस पुर्कोट गाविस थियो नि होइन पुर्कोट गाउँ पञ्चायत थियो पछि फुटेर पुर्कोट र बसन्तपुर भयो शङ्कर भण्डारजी यहीँको हुनुहुन्छ अनि भर्खर अस्ति भर्खर के अरे बन्नुभयो नि भगवती नेउपाने मन्त्री पनि बन्नुभयो उहाँहरूले यहाँको यो यातायातको बाटोहरू बनाउन केही आश्वासन सुझाव के अरे सल्लाह सुझाव दिनुभएको थियो कि खै अब भन्न त उहाँले भन्नुहुन्छ कि हजुरहरूले पहल नगरे अब हामी लगभग तपाईँको यही लगभग 1 वर्ष होला हामी यही अहिलेकै मेयर आनन्द राज त्रिपाठीसँग हजुर लिएर हामी काठमाडौँ हामी यो यहाँकै समिति लिएर हामी काठमाडौँ गएर बाटो सम्बन्धी अब यो तनहुँदेखि आउने पुल छैन अनि यताको बाटो हामीले बाटो उहाँ भनेर हामीले किन थारीको सम्बन्ध अब मेन कुरो भने यहाँ हिउँद बर्खा नै मन्दिरमा दर्शन गर्न आउनु पाऊँ भनेर भक्तजनलाई हामी चाहिँ काठमाडौँ पनि गइयो तर उहाँले हुन्छ भन्नुहुन्छ अब त्यही हो समस्या गर्नु एकदम हामीलाई मर्का परिरहेछ सरकारले सुनिरहेको छैन होइन अब के अरे भक्तहरूलाई दुःख परिरहेछ अब यसको पार्किङको पनि अलिकति समस्या नि धेरै अब 115-20 डोली आइपुग्दा त्यतिकै मात्रामा चाहिँ अब मान्छेहरू पनि आउलान् गाडी पनि त्यतिकै आउला होइन एकदम हजुरले यो एउटा डोलीमा तपाईँको 2-3टा गाडी हुन्छ हजुर अब त्यो पहिला हामीले त्यो जम्मा अहिले खारेकोमा एउटा ढिस्को थियो हजुर त्यहाँ चाहिँ एकदम त्यो सम्म थिएन एउटा डाँडा थियो ढिस्को र हामीले यो नगरपालिकाको बजेट प्लस यहाँको भेटीले हामीले त्यो चाहिँ खारेर त्यो बसबाट अहिले त्यतिखेर त्यो समय चाहिँ जस गाडी अटाइन्थ्यो हेर्नुहोस् अब अहिले चाहिँ एकदम त्यो ठाउँले पनि थिर्न सकेन अब त्यो गर्नको लागि अब हाम्रो स्थानीय पालिका हजुर भानु नगरपालिकाले यहाँहरूलाई कस्तो आश्वासन दिएको छ हाम्रो आनन्द राज त्रिपाठीजी हजुर के भन्नुहुन्छ आउनुहुन्छ होला बेला बेला आउनुहुन्छ उहाँलाई हामी कुरा राखिन्छ उहाँले यो अब नै भन्नुहुन्न यो हुन्छ चाँडै छिटो भन्नुहुन्छ आश्वासन हुन्छ भन्ने होइन तर नगरिदिने होइन आश्वासन देखाउनुहुन्छ उहाँ अब यसको बारेमा अरू केही भन्नु छ कि यहाँको विषयमा अब यहाँको भनेको अब हाम्रो भनेको सरकारले के गरिदिन्छ भनेको हामीले के गरेछौँ भने अहिले हाम्रो यो तपाईँको मन्दिर हेर्दा मन्दिर हेर्दा मन्दिर जस्तो छ अब झ्यालढोका हेर्दा मन्दिर छ अब छानो र भित्ता हेर्दा घर जति देखियो यसले हामीले के गरेछौँ भने यो मन्दिरमा तामाको छानो र तामाको झल्लरी र यो भित्तामा भक्तपुरे डाँची इट्टा हजुर यो हाल्ने हामीले एउटा इस्टिमेट बनाएर पनि ल्याएको छ लगभग त्यो इस्टिमेटमा 65 लाखको लागत छ त्यो इस्टिमेटमा र हामीले सम्बन्धी हाम्रो यो थानीमाई मन्दिरमै आएको भेटीबाट बनाउने लक्ष्य राख्यो कि अब हामीले सरकारको अब सरकार मुक्त त हामी एकदम के अब आश गर्दा गर्ने र हामीले अब थानीकै भेटीबाट भयो नि 1 वर्ष नसके 2 वर्ष 3 वर्ष सङ्कलन गरेर हामीले यही यो भेटीले एक महिनामा लगभग अथवा 1 वर्षमा कति भेटी उठ्छ होला लगभग अहिले तपाईँको सरदरमा लगभग 18-19 लाखको हारेको हुन्छ प्रति वर्ष 18-19 लाख हजुर आम्दानी हजुर अनि त्यो चाहिँ ब्याङ्किङ कारोबारबाटै सञ्चालन गरिन्छ अनि अनि के यो क्युआर कोड राखेर बाहिरका भक्तहरूलाई पनि सिधै अहिले त मोबाइल ब्याङ्किङ चल्छ नि त त्यस्तो व्यवस्था गर्नुभएको छ यो एकपल्ट मोबाइल
बाटै हजुर यो सम्बन्धित व्यक्ति भक्तहरूले घरबाटै पठाइदिने, यहाँ आइरहनु नपर्ने। जस्तै अघि म हजुर कहाँ आएँ होइन, भेट्नलाई अब सहयोग गर्नु पर्यो नि, यहाँ भेट्न आउनु पर्यो, रसिद काट्ने कुरा आयो। हामी अब सिधै मोबाइलबाटै ब्याङ्किङ गर्न सक्ने, मोबाइल ब्याङ्किङ भयो भने भक्तहरू पनि यहाँसम्म आइरहनु पर्दैन, तपाईँको खातामा कुरु पैसा पनि आउने होइन। यो चाहिँ त्यस्तो व्यवस्था गर्नुहुन्छ गरेको छैन। अब हामीले चाहिँ यो जस अस्ति 18 गते एकजना भयो त त्यस्तै हो। अब ब्याङ्किङ मोबाइल ब्याङ्किङ अब क्युआर खोज्नु भयो, अब खोजेपछि अब उहाँले व्यक्तिगत नदिने, त्यही भएर हामी यो चाहिँ उहाँ ब्याङ्कलाई हामीले चाहिँ गरेका छौँ। अब यो लगभग यो 1 महिना उहाँले गर्ने बित्तिकै हामी यो क्युआर पनि यहाँ ब्याङ्क खाता आउनुभयो भने हामी दमलीमा हामीसँग यसो भेट गर्नुभयो भने क्युआर कोड एक दिनमा एकछिनमा हजुरहरूलाई फ्रीमा चाहिँ बनाएर चाहिँ उपलब्ध गराउन सकिन्छ होइन। अब त्यो अलिकति समितिले पनि त्यसप्रति चासो लिइदियो भने छिटो बन्ने हो होइन। हामीले अब ढिलो गर्दा ढिलो हुँदै जान्छ एकदम। वास्तवमा यो एउटा बाटो के अब आउने भक्तहरू होइन, अब इन्डियादेखि आउने मान्छेले कहाँ छ त थानीमा नारायणगढ आएपछि अब यो ठाउँमा यो के अरे मुलेन हुँदै आबु खैरेनी डुम्रे आएर अनि यता चाहिँ अब भन्सार आइसकेपछि अब उताबाट के अरे 22 जङ्गारीबाट पुग्ने हो कि यता अब चन्द्रावतीबाट आउँदा छोटो पाइप पर्छ, ती कुराहरूको एउटा साइन बोर्ड अथवा होर्डिङ बोर्ड राख्ने प्रयत्न गरिएको छैन कि गर्ने विचार पर्दैन भन्ने चाहिँ महसुस भएको होइन। गरेको छ। तपाईँको एकपल्ट 22 जग्गामा हामीले होर्डिङ बोर्ड राख्दाखेरि तपाईँको 22 जग्गाबाट लगभग यहाँ थानजानाबाट 12 किलोमिटर कच्ची रोड हामीले ऊ पनि देखाएको थियौँ त्यो बेलामा। त्यो चाहिँ होर्डिङ बोर्ड त्यहाँ गेट बनाउँदा फाल्नुभयो क्या, नत्र हामीले त्यसरी बनाइदिएको मन्दिरबाटै बनाएको त्यो चाहिँ त्यो होर्डिङ बोर्ड चाहिँ 22 जग्गाबाट यहाँ मन्दिर थानजाना आउनलाई 12 किलोमिटर अफरोड चाहिँ भनेर हामीले लेखेको छ। र अहिले थानजाना आउने बाटो ठाउँ ठाउँमा चोकमा चाहिँ अहिले गुगल सर्च गर्ने हुन्छन् के मान्छे, होर्डिङ बोर्ड भन्दा पनि गुगल सर्च गरेर सजिलै आउने बाटो खोज्छ होइन। त्यस्तो गुगलमा हाम्रो यो थान यहाँ हो भनेर चाहिँ देखाइएको छ एकदम देखिन्छ एकदम गुगलबाट हेर्ने नि सर्च गर्ने नि थान ठ्याक्कै देखिन्छ। अब एउटा के गर्दा भने अब जस्तै थानको विभिन्न कथा चाहिँ आयो भनिन्छ नि, कतिपय ठाउँमा हजुरहरू आफैले यस्तो नराखिदिनुहोस्, डिलिट गर्नुहोस्, यो होइन यो हो भनेर चाहिँ जुन दिन भयो नि। जस्तै यहाँ मन्दिर आइसकेपछि कुनै पनि व्यक्तिले थानको उत्पत्ति कथा सोध्यो भने यो हो भन्ने कुरो चाहिँ उसले क्युआर कोडबाट सरर के अरे मोबाइलबाट डाउनलोड गरेर सरर हेर्न पाओस्, अर्को कुरा नजाओस् भन्ने त्यो व्यवस्था गर्नु चाहिँ गर्यो भने राम्रो हुन्थ्यो जस्तो लाग्छ। अब हामीले त्यो विषय पनि गरेका छौँ, किनभने हामीले एकैचोटि त्यसलाई सब गरेका छौँ। त्यसलाई के अरे नि सबै हामीले बुढाहरूलाई सोधेर जस्तै 1-2 जना 4-5 जना सोधेर त्यसलाई हामीले काटछाड गरेर जस्तो हजुरले भन्नुहुन्छ अर्कोले भन्नुहुन्छ त्यो हुन्छ नि तपाईँको उत्पत्ति त बुढालाई थाहा, त्यो हामी चाहिँ त्यो सङ्कलन गरेका छौँ। र सङ्कलन गरेर हामी सबैजना बसेर त्यसलाई काटछाड गरेर कसरी हुन्छ भनेर हामीले अब त्यो तुरुन्तै हामीले यो उत्पत्ति चाहिँ हामीले लेखेर राख्ने भन्ने हाम्रो यो चाहिँ समितिले बनाएको बैठकमा हामीलाई समय दिइदिनु भयो, धेरै धेरै धन्यवाद। तपाईँले पनि यो हाम्रो यो थानीको सम्बन्धी बुझ्नु कुरा राखिदिनु भयो होइन। तपाईँको मिडियाबाट एउटा प्रचार पनि भयो, उहाँलाई तपाईँलाई धेरै धेरै धन्यवाद। Thank you.